हामी मेरा पानीको रास्तामा पुगेको छौँ। यहाँ अलिकति रेस गरेर टाउको घुर्यो भन्दैछ र अङ्कललाई टाउको घुर्यो भन्दैछ र एकछिन रेस गर्छौँ। यहाँ हाम्रो स्पेसल ड्राइभरले कुदाएर टाउको घुमायो अरे। हैन 40 स्पिडमा एउटा हातले कुदाइरहेछ गाडी त। म पनि 50 स्पिडमा आएको 70 स्पिडमा मलाई क्रस गरेको दाइ उकालोमा त्यो सानो बाटोमा नि यार। उकालोमै स्पिड टेस्ट गर्नुपर्छ नि त कति तान्दो रहेछ टेस्ट गरेर त साथी त आम के गरेर अगाडि यार नयाँ भनेर दबाएको नि साथी। नम्बर प्लेट फेरि पुलिसले पकडलाई चोर गाडी भनेर धुलाइदिएला नि। के प्रब्लम अपनी के साथ से आहिसिन ना गुना किन लागिएको छ त? बालास को युट्युब कुरा से बाल खुसी पासेको बे चिया सम्म खाली बानी ना से अङ्कल कस्तो लाग्दैछ त? ठिकै छ राम्रै छ टाउको घुरेछन् होला तपाईँलाई? नेपाल पुगेर आउने मान्छे कहाँ यहाँ त घुर्छ। भर्खर 30-40 किलोमिटर त आउँदैछ भर्खर। बल्ल अङ्कललाई बल्ल 20 पुग्नु हुँदैछ अन्त कहाँ टाउको घुर्छ? जवानै हुनुहुन्छ नि। धन्यवाद तपाईँलाई। म त जवाना छु टाउको घुर्दै क्या? तपाईँको पनि टाउको घुर्दै क्या? होइन फट खिचिहाल्नु फटै खिचिहाल्नु चलो आयो गाडी आएछ बडाबाट। पछि त खिचिदियो आइबे सँगै आइबे आइबे न 3 नम्बर अझै आएन लास्ट ना 3 नम्बर परेको म खिच्छु ल आ बाबु कुना उ सजियो एकदम मजा आउँछ थापा दिदै होला बडा खिच्दै एकछिन देखाबी न हाय पिछेमा मन दूर जाऊ युट्युब नै हेर्नु तपाईँहरूले पिछेमा मेरो च्यानलमा। ए हिना जे चल